हेलो गाइज छैन अर्को अब मैले चाहिँ आज नयाँ भिडियो लिएर आएको छु अबाउट पुसअप होइन। त्यसमा चाहिँ अब यो आजको चाहिँ मेरो डे 1 भिडियो हाल्छु। तपाईँहरूलाई कस्तो लाग्छ र तपाईँहरू पनि होम वर्कआउट गरेर बडी बनाउन चाहनुहुन्छ र पुसअप होममै गरेर चेस्ट ग्रो गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हो स्पेसल्ली होइन। अनि यो भिडियोमा चाहिँ अब हजुरहरूलाई कसरी गर्नुपर्छ के गर्नुपर्छ भनेर चाहिँ मैले सिकाएको छैन। त्यो चाहिन्छ भने तपाईँहरू कमेन्ट गर्नुहोला होइन। अनि कमेन्ट गरेपछि म तपाईँहरूको लागि सेपरेट भिडियो बनाइदिन्छु। छुट्टै पुसअपको छुट्टै भिडियो बनाइदिन्छु। मैले चाहिँ त्यहाँनिर कति 5 टाइप्स पुसअप देखाएको छु। तपाईँहरूलाई त्यो सबै सिक्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नुहोला। यो भिडियोमा चाहिँ मेरो होम वर्कआउट प्लान पुसअपको यस्तो छ भनेर मात्र छ है गाइज। तपाईँहरूले चाहिँ एक्सर्साइज गर्नुभन्दा अगाडि चाहिँ वार्मअप गर्नुपर्ने हुन्छ। जस्तो यसरी मैले गरिरहेको छु। तपाईँहरूले वार्मअप गर्नु भएन भने चाहिँ तपाईँहरूको हात र ढाडहरू दुख्न जान सक्छ र वार्मअप गर्नुहोला सबसे फर्स्टमा चाहिँ। र गाइज यो चाहिँ डिक्लाइन पुसअप भयो। यसले चाहिँ हाम्रो अप्पर चेस्टलाई ग्रो गर्नलाई एकदमै हेल्प गर्छ र मोस्ट इम्पोर्टेन्ट वर्कआउट हो यो चाहिँ। तपाईँहरूले यो यसरी पर्फर्म गर्न सक्नुहुन्छ। यो चाहिँ डायमन्ड पुसअप गाइज। अनि यसले चाहिँ हाम्रो ट्राइसेप लगायत चेस्टको सबै पार्टलाई कभर गर्छ मेन चाहिँ त्यो ट्राइसेपलाई फोकस हुन्छ गाइज। र यो एक्सर्साइज चाहिँ गाइज हाम्रो सोल्जरको लागि एकदमै इम्पोर्टेन्ट। सोल्जर लास्टै ग्रो हुन्छ यो यति पर्फर्म गर्नुभयो भने हाम्रो सोल्जर चाहिँ एकदम बवाल देखिन्छ गाइज। तपाईँहरू नि यसरी पर्फर्म गर्नु होला घरमै। यो चाहिँ हाम्रो नर्मल पुसअप भयो। यसमा चाहिँ सबै चेस्टहरू मसल्सहरू एक्टिभ हुन्छ होइन। जब तपाईँले जति गर्न सक्नुहुन्छ त्यति गर्नु अन्टिल फेल रिपिटेसन। यो चाहिँ हाम्रो अनि इन्क्लाइन पुसअप भयो। अनि लोवर पार्ट अफ चेस्टको मसललाई चाहिँ एकदमै एक्टिभ गर्छ अनि त्यो ग्रो हुनलाई मद्दत गर्दछ गाइज। यो वर्कआउटले चाहिँ तपाईँहरू पनि गर्न सक्नुहुन्छ यसरी नै। अनि हरेक पुसअप एउटा मात्र गरेको छु मैले चाहिँ। हरेक पुसअपलाई 3 सेट गर्नुहोला अनि रेपिटेसन चाहिँ तपाईँहरूले जति गर्न सक्नुहुन्छ त्यति गर्नुहोला। तपाईँहरूको चेस्ट एकदमै राम्रो देखिनेछ। र मेरो चाहिँ यो फर्स्ट भिडियो भयो तपाईँहरूको लागि। अब आउँदो दिनहरूमा पनि म यस्तै भिडियोहरू ल्याउँदै गर्छु र लाइक सेयर कमेन्ट गर्न चाहिँ नभुल्नु र मेरो युट्युबमा गएर पनि भिडियो हेरिदिनु होला। नेम @अर्जुन कार्की हानेर हुन्छ, अर्जुन कार्की हाने पनि हुन्छ। थ्याङ्क यू फर वाचिङ गाइज, लभ यु all, see you in next video.